साथीहरु नमस्ते। म लेखक तथा प्रशिक्षक दिनेश बडी शर्माको तर्फबाट यहाँहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु मेरो युट्युब च्यानल टीएससी बुस्टपमा। साथीहरु मावि केन्द्रित विशेष कक्षामा छु म। अब माध्यमिक तहको परीक्षा 2081 चैत्र 16 गते हुँदैछ। आज 11 गते भइसकेको छ। अब धेरै दिन पनि छैन। तपाईहरु धेरै आत्तिनु पनि भएको होला। यो स्वाभाविकको एक्जामको बेला धेरै आत्तिन्छ। त्यसकारणले गर्दा तपाईहरुको त्यो आत्तिएको मनलाई हटाउनको निमित्त अब आजबाट मैले फास्ट ट्र्याक चाहिँ कक्षा लिएर उपस्थित भएको छु। यो फास्ट ट्र्याक भने चाहिँ जस्तो भोलि एक्जाम छ भने आज जति मैले फास्ट ट्र्याकमा लेख्छु नि, जति टक गर्छु त्यति टक 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 हेर्ने जाने, यति यो फास्ट ट्र्याक। यति यहाँहरुलाई चाहिँ जानकारी गराउँदै कृपया यस फास्ट ट्र्याक रूपी भिडियोलाई अन्तिम समयसम्म हेरेर आफ्नो डर हटाउनु होला, आफ्नो कन्फिडेन्स बढाउनु होला र अब्जेक्टिभ क्वेशन चाहिँ ट्याक्क मिलाउनु होला। यो फास्ट ट्र्याक हेरेपछि मिल्छ साथीहरु, ढुक्काउनु होला। यति भन्दै यस भिडियोलाई अन्तिम समयसम्म हेर्नको निम्ति अनुरोध गर्दै अब म सिधै विषयवस्तुमा प्रवेश गर्न चाहन्छु। आज म चाहिँ सामान्य ज्ञान खण्डको युनिट 1 यानी कि ब्रह्माण्ड सम्बन्धी जानकारीको बारेमा चर्चा गर्नेछु। यसमा 1.1 र 1.2 दुईवटा सब टपिकहरु रहेका छन् र यो युनिट 1 बाट तपाईहरुलाई दुईवटा क्वेशन आउने गर्छ माध्यमिक तहमा। र मैले चाहिँ मेरो जोड भनेको जति विषयवस्तु मैले यहाँ फास्ट ट्र्याकमा टक गर्छु, अब त्यति विषयवस्तुबाट चाहिँ परस एक्जाममा यति जानेपछि तपाईहरुको एन्सर चाहिँ पक्कै पनि मिल्छ भन्ने ध्येयले मैले यो भिडियो चाहिँ बनाउन गइरहेको छु। अब सिधै विषयवस्तुतर्फ म प्रवेश गर्न चाहन्छु। ब्रह्माण्ड सम्बन्धी जानकारीको कुरो गर्दा साथीहरु सबभन्दा पहिला यो ब्रह्माण्ड भने चाहिँ के हो त नि, पहिला हेरौं ब्रह्माण्ड। यो वेदले चाहिँ के भन्छ भन्दा साथीहरु ब्रह्माण्डको न सुरु छ न त अन्त नै। वेदले के भन्दो रहेछ? ब्रह्माण्डको न सुरु छ न अन्त नै भन्छ। यद्यपि यो ब्रह्माण्डको कुरो गर्दा ब्रह्माण्ड सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ? पहिला हेरौं ब्रह्माण्ड सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई चाहिँ कोस्मोलोजी भनिन्छ साथीहरु। कोस्मोलोजी यानी कि नेपालीमा सृष्टि शास्त्र, यो भनेको चाहिँ नेपालीमा सृष्टि शास्त्र। पहिलो हेर्नुहोस् ब्रह्माण्ड सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिदो रहेछ भन्दा कोस्मोलोजी। त्यसो भने ब्रह्माण्ड भित्र चाहिँ के पर्दछन् त नि? ब्रह्माण्ड भित्र के पर्दछन् त भन्दा ब्रह्माण्ड भित्र चाहिँ सामान्यतया तारा, ग्रह, उपग्रह, नक्षत्र, यो भित्र चाहिँ के पर्छ? तारा, ग्रह, उपग्रह, नक्षत्र अथवा तारा, ग्रह, उपग्रह, नक्षत्रहरुको चाहिँ समूहलाई ब्रह्माण्ड भनिन्छ। यति कुरो ख्याल राख्नु होला। र हाम्रो 1.1 मा चाहिँ सौर्यमण्डल रहेको छ। यति जानेपछि अब हामी सौर्यमण्डलमा चाहिँ प्रवेश गर्छौं। सौर्यमण्डल, यो सौर्यमण्डल चाहिँ ब्रह्माण्डको एउटा भाग मात्र हो। यो सौर्यमण्डल के हो? सौर्यमण्डल ब्रह्माण्डको एउटा भाग मात्र हो साथीहरु, सौर्यमण्डल। अब यो सौर्यमण्डल भित्र चाहिँ के पर्दछ त? सौर्यमण्डल भित्र, यो सौर्यमण्डल भित्र चाहिँ यी विषयवस्तु पर्ने भयो साथीहरु। के पर्ने भयो? सूर्य, ग्रह, उपग्रह, नक्षत्र, तारा, उल्का ग्रह, लामखुट्टे, धूम्रकेतु पर्दछन् भने यो सौर्यमण्डल भित्र नपर्ने भनेको चाहिँ तारापुञ्ज। के पर्दैन भन्दा तारापुञ्ज, यो चाहिँ ख्याल गर्नु होला। सौर्यमण्डल भित्र तलको मध्ये कुन पर्दैन भने के पर्दैन? तारापुञ्ज चाहिँ सौर्यमण्डल भित्र पर्दैन।
तारापुञ्ज सौर्यमण्डलभित्र पर्छ। यति कुरो चाहिँ ख्याल गर्नु होला साथीहरु। अब म प्रवेश गर्न चाहन्छु सूर्य। सूर्य चाहिँ सौर्यमण्डलको केन्द्र हो। सौर्यमण्डलको चाहिँ केन्द्र भनेको चाहिँ के हो साथीहरु? सौर्यमण्डलको सबैभन्दा ठूलो र प्रमुख तारा चाहिँ के हो साथीहरु भन्दा हेर्नुस् है त, सूर्यबाट नजिकको तारा भनेको चाहिँ प्रोक्सिमा सेन्चुरी लाग्छ। सूर्यको प्रकाश पृथ्वीमा आउन 8 मिनेट 20 सेकेन्ड। सूर्यको प्रकाश पृथ्वीमा आउन 8 मिनेट 20 सेकेन्ड लाग्दो रहेछ भने यो पृथ्वीले सूर्यको परिक्रमा गर्न चाहिँ कति समय लगाउँछ? पृथ्वीले सूर्यको चाहिँ 365 दिन 5 घण्टा 48 मिनेट 46 सेकेन्ड। यो सूर्यले ग्यालेक्टिक सेन्टर को चाहिँ परिक्रमा गर्दछ, यो कुरो जान्नु पर्यो। र यो सूर्य र ग्यालेक्टिक सेन्टर बीचको दूरी भनेको चाहिँ सूर्य र ग्यालेक्टिक सेन्टर बीचको दूरी चाहिँ 30,000 प्रकाश वर्ष रहेको छ साथीहरु। 30,000 प्रकाश वर्ष रहेको छ। अब त्यसो भने प्रकाश वर्ष भने चाहिँ के हो त नि? प्रकाश वर्ष भने चाहिँ सूर्यको प्रकाशले एक वर्षमा पार गर्ने दूरीलाई चाहिँ प्रकाश वर्ष भनिन्छ साथीहरु। प्रकाश वर्ष भनिन्छ। अब सूर्यको प्रकाश चाहिँ समुद्रमा 300 फिट गहिराईसम्म पुग्छ। यो पनि जान्नु होला। सूर्यको प्रकाश समुद्रमा 300 फिट गहिराईसम्म चाहिँ सूर्यमा सबैभन्दा बढी कुन ग्यास पाइन्छ? हाइड्रोजन। सबैभन्दा बढी चाहिँ हाइड्रोजन ग्यास पाइन्छ भन्ने कुरो पनि तपाईहरुले बुझ्नु पर्छ। यो सौर्य प्रणाली पत्ता लगाएको चाहिँ सौर्य प्रणाली पत्ता कपर्निकस मानिन्छन् साथ। सूर्य ज्वाला लाख किलोमिटर माथिसम्म फैलिने छ। उम्र र
यो दुईवटा वर्ड चाहिँ जान्नुपर्ने हुन्छ। यो उम्रा भनेको चाहिँ साथीहरू यो उम्रा भनेको चाहिँ साथीहरू यो सूर्यको सतहको मध्य भागमा देखिने धब्बा। सूर्यको सतहको मध्य भागमा देखिने धब्बालाई चाहिँ के भनिन्छ भन्दा उम्रा भनिन्छ। सूर्यको सतहमा देखिने चम्किलो घेरा, चम्किलो घेरालाई चाहिँ पेनोरा भनिन्छ साथीहरू। जान्नु पर्यो साथीहरू, यो सूर्यलाई हेलिस्कोपबाट हेर्न सकिन्छ। हेलिस्कोपबाट हेर्न। यति नै भयो। अब म प्रवेश गर्न चाहन्छु ग्रहमा। ग्रहको कुरो गर्दा ग्रहले के गर्छन् भन्दा सूर्यको परिक्रमा गर्दछन् भने यिनीहरू सूर्यको लाइटबाट चाहिँ चम्कने गर्दछन्। सूर्यको लाइटबाट चम्कने गर्दछन् र यिनीहरू चाहिँ आफ्नो अक्षमा घुम्दछन्। के गर्छन्? आफ्नो अक्षमा घुम्दछन्। यति कुरा जान्नु पर्यो सूर्यका के भन्छ यो ग्रहको विशेषतामा। यो ग्रह चाहिँ कतिवटा छन् तपाईहरुलाई थाहै छ। ग्रह चाहिँ 8 वटा। यो सूर्यबाट नजिकदेखि टाढाको हिसाबमा चाहिँ कुन कुन ग्रहहरू रहेका छन् अनि क्षेत्रफलको आधारमा ठूलोदेखि सानो। क्षेत्रफलको आधारमा ठूलो देखि सानो चाहिँ के रहेका छन्। यो दुईटै हेर्नुपर्ने हुन्छ। अब सूर्यबाट नजिकदेखि टाढा, सबैभन्दा नजिक कुन, सबैभन्दा टाढा र बीचमा के भन्दा सबैभन्दा नजिकको ग्रह चाहिँ बुध, त्यसपछि शुक्र, त्यसपछि साथीहरु पृथ्वी, मंगल, बृहस्पति, शनि, पछि अरुण पछि वरुण। सूर्यबाट नजिक सबभन्दा नजिकको ग्रह चाहिँ बुध रहेछ, सबभन्दा टाढाको चाहिँ वरुण रहेछ भन्ने कुरो बुझ्नु पर्यो। अरु दोस्रो नजिक कुन, तेस्रो नजिक कुन हेर्नु होला। पृथ्वी चाहिँ तेस्रो नजिकको रहेछ भने अब क्षेत्रफलको आधारमा ठूलोदेखि सानोको कुरा गर्दा सबभन्दा ठूलो चाहिँ बृहस्पति, त्यसपछि शनि, त्यसपछि चाहिँ अरुण, वरुण, पृथ्वी चाहिँ शुक्र, मंगल, बुध। सबैभन्दा ठूलो ग्रह चाहिँ बृहस्पति रहेछ, सबैभन्दा सानो ग्रह चाहिँ
बुध रहेछ भन्ने कुरो चाहिँ बुझेको छ। ल साथीहरू, अब म ग्रहहरूको चाहिँ छोटकरीमा चर्चा गर्ने अनुमति चाहन्छु। अब ग्रहहरूको डिटेलमा चाहिँ तपाईहरुसँग रेफरेन्स मटेरियल पक्कै पनि छ, त्यसमा हेर्नु होला। तर मैले यहाँ यो फास्ट ट्र्याकमा जति कुरो गर्छु त्यति चाहिँ नछुटाउनु होला भन्दै अब म बुधमा प्रवेश गर्न चाहन्छु। बुधबाट बुध ग्रहमा जान्नै पर्ने कुरो साथीहरू, सूर्यबाट सबभन्दा नजिकको ग्रह, सूर्यबाट सबैभन्दा नजिकको ग्रह यो, अनि यो सबैभन्दा सानो ग्रह पनि हो। सबैभन्दा सानो ग्रह पनि हो र यसलाई मर्निङ स्टार अथवा बिहानको तारा पनि भनिन्छ। मर्निङ स्टार अथवा बिहानको तारा। मर्निङ स्टार भनेर कुन ग्रहलाई चिनिन्छ भने के भयो? बुध भयो साथीहरू। मर्निङ स्टार पनि भनिन्छ र यसको चाहिँ उपग्रह छैन। उपग्रह छैन। तलको मात्रै उपग्रह नभएको ग्रह कुन हो भने एउटा सम्झिनु होला बुध, अर्को चाहिँ एकछिनपछि म टक गर्नेछु। र यो बुधलाई चाहिँ तातो ग्रह पनि भनिन्छ। तातो ग्रह पनि भनिन्छ साथीहरू, किनभने यहाँ 4000 डिग्री सेल्सियस तापक्रम चाहिँ छ भन्ने गरिन्छ। ल बुधमा चाहिँ यति कुरो जान्नु होला, अरु चाहिँ आफै हेर्नु होला। तर एक्जाममा भोलि एक्जाम छ भने आज जस्तो चाहिँ रिभाइज गर्दाखेरि चाहिँ बुधको बारेमा यति कुरो चाहिँ जानेर गयो हुन्छ साथीहरू। अब बुधपछि म प्रवेश गर्न चाहन्छु साथीहरू शुक्रमा। शुक्र भनेको चाहिँ साथीहरू यो सूर्यबाट दोस्रो नजिकको ग्रह हो। यो तपाईहरुलाई थाहा भइहाल्यो। यो शुक्रलाई चाहिँ साथीहरू चम्किलो तारा पनि भनिन्छ। चम्किलो है पृथ्वीको जुम्ल्याहा ग्रह अथवा चाहिँ पृथ्वीको बहिनी ग्रह पनि भनिन्छ। बहिनी ग्रह पनि भनिने। यसमा चाहिँ यति कुरो चाहिँ जान्न पर्यो साथीहरू शुक्रमा। यसबाहेक चाहिँ यसलाई इभिनिङ स्टार रहस्यमय ग्रह, शुक्रलाई चाहिँ रहस्यमय ग्रह हैन, त्यसैगरी चाहिँ इभिनिङ स्टार पनि भनिन्छ। भने गडेस अफ लभ एन्ड ब्युटी, शुक्र ग्रहलाई नै गडेस अफ लभ एन्ड ब्युटी है, गडेस अफ लभ एन्ड ब्युटी अथवा चाहिँ प्रेम र सौन्दर्यको चाहिँ ग्रह पनि भनिन्छ शुक्रलाई चाहिँ। र यो शुक्रको पनि साथीहरू उपग्रह छैन। उपग्रह छैन। ल साथीहरू शुक्रको बारेमा चाहिँ यति कुरो चाहिँ जान्नु होला। अब म प्रवेश गर्न चाहन्छु साथीहरू पृथ्वीमा। अब पृथ्वीलाई चाहिँ नीलो ग्रह पनि भनिन्छ। यो चाहिँ सूर्यबाट तेस्रो स्थानमा रहेको छ हैन, सूर्यबाट तेस्रो स्थानमा रहेको छ। यो चाहिँ प्राणी आवास गृह हो। यो प्राणी आवास गृह, प्राणीहरूको चाहिँ बसोबास रहेको छ, त्यसैले यसलाई चाहिँ प्राणी आवास गृह पनि भनिन्छ। यसको चाहिँ एउटा चाहिँ उपग्रह छ, एक उपग्रह छ। एक उपग्रह, त्यो उपग्रह चाहिँ के हो भन्दा चन्द्रमा। पृथ्वी र चन्द्रमा बीचको दूरी चाहिँ कति?
बीचको दूरी चाहिँ कति रहेको छ 3,84,400 हैन किलोमिटर चाहिँ रहेको छ साथीहरु। पृथ्वीमा चाहिँ साथीहरु यति कुरा जान्नु पर्यो। चन्द्रमाको प्रकाश पृथ्वीमा आइपुग्न चाहिँ कति समय लाग्छ? आइपुग्न चाहिँ साथीहरु 1 मिनेट 3 सेकेन्ड लाग्छ आइपुग्न। 1 मिनेट 3 सेकेन्ड लाग्छ। यो पनि जान्नु होला साथीहरु। अब म प्रवेश गर्न चाहन्छु साथीहरु मंगल ग्रहमा। मंगल ग्रहलाई रातो ग्रह पनि भनिन्छ साथीहरु। र यो मंगल ग्रहमा पानी रहेको तथ्य पत्ता लगाउने यो मंगल ग्रहमा पानी रहेको तथ्य पत्ता लगाउने नेपाली वैज्ञानिक चाहिँ लुजेन्द्र ओझा। यो मंगल ग्रहका दुईवटा उपग्रह छन्। एउटा डिमोस अर्को चाहिँ फोबोस साथीहरु। मंगल ग्रह पछि प्रवेश गर्न चाहन्छु साथीहरु यो बृहस्पति ग्रहमा। बृहस्पति चाहिँ सबैभन्दा ठूलो ग्रह हो। सबैभन्दा ठूलो ग्रह यो बृहस्पति चाहिँ। यसलाई ग्रहहरुको राजा पनि भनिन्छ। यसलाई के भनिन्छ? ग्रहहरुको राजा पनि भनिन्छ साथीहरु। भने धेरै उपग्रह भएको ग्रह पनि यही हो। धेरै उपग्रह भएको कतिवटा भन्दा 67 वटा उपग्रह छन् यसका। र सबभन्दा ठूलो उपग्रह चाहिँ गैनीमेड। सबभन्दा ठूलो उपग्रह चाहिँ सबैभन्दा ठूलो उपग्रह चाहिँ साथीहरु गैनीमेड। सबभन्दा छोटो दिन भएको ग्रह। सबभन्दा छोटो दिन भएको ग्रह पनि भनिन्छ। यति कुरा जान्नु होला साथीहरु यो बृहस्पति ग्रहमा। अब म प्रवेश गर्न चाहन्छु साथीहरु शनि। पहेँलो ग्रह पनि भनिन्छ। पहेँलो ग्रह पनि भनिन्छ। यो चाहिँ पहेँलो ग्रह पनि भनिन्छ। यो चाहिँ दोस्रो ठूलो ग्रह पनि हो। यो कृषिका देवता शनि मानिदो रहेछ रोमन परम्परामा। त्यसकारणले गर्दा हैन त्यही देवताको नामबाट चाहिँ शनि ग्रह राखिएको भन्ने मान्यता रहेको छ। र शनि ग्रह पत्ता ग्यालिलीले चाहिँ के गरेका यो ग्रह पत्ता लगाएका हुन्। यति कुरा जान्नु पर्यो साथीहरु शनि ग्रहमा। अब शनि पछि म प्रवेश गर्न चाहे अरुण ग्रह। यो चाहिँ सूर्यबाट 7औं स्थानमा रहेको छ हैन। सूर्यबाट 7औं स्थानमा रहेको छ। यो क्षेत्रफलको हिसाबले चाहिँ तेस्रो। क्षेत्रफलको हिसाबले चाहिँ तेस्रो ग्रह हो। यसलाई यसको रङ चाहिँ कस्तो छ भन्दा यसको रङ चाहिँ
हरियो रहेको छ। यसलाई चाहिँ असफल तारा पनि भनिन्छ। के भनिन्छ? असफल तारा पनि भनिन्छ साथीहरू। यस ग्रहमा सूर्य कताबाट उदाउँछ भन्दा पश्चिमबाट उदाउँछ। र यति कुरा जान्नु पर्यो साथीहरू यो अरुण ग्रहको बारेमा। अरुण ग्रहको बारेमा अब म प्रवेश गर्न चाहन्छु साथीहरू वरुण ग्रह। वरुण ग्रह भनेको सूर्यबाट सबभन्दा टाढा, सूर्यबाट सबभन्दा टाढा रहेको ग्रह चाहिँ के हो भन्दा वरुण ग्रह हो। र यो चाहिँ सबभन्दा चिसो ग्रह पनि, सबभन्दा चिसो ग्रह पनि वरुण हो भन्ने गरिन्छ। यहाँ चाहिँ -235.2 सेन्टिग्रेड, यहाँ चाहिँ -235.2 डिग्री सेन्टिग्रेड अनि तापक्रम रहेको छ। त्यस कारणले यो सबभन्दा चिसो ग्रह हो। वरुणको बारेमा यति कुरा जान्नु होला साथीहरू वरुणको बारेमा। अब म प्रवेश गर्न चाहे उपग्रहमा। उपग्रहले के गर्छ भन्दा आफ्नो ग्रहको परिक्रमा गर्छ। उपग्रहले के गर्छ? आफ्नो ग्रहको परिक्रमा गर्दछ र यसले सूर्यको समेत परिक्रमा गर्दछ। आफ्नो ग्रहको मात्र हैन, सूर्यको समेत परिक्रमा गर्दछ साथीहरू। यो उपग्रह चाहिँ सूर्यको लाइटबाट चाहिँ चम्कन्छ। उपग्रह के हुन्छ? सूर्यको लाइटबाट चाहिँ चम्कन्छ साथीहरू। उपग्रह चाहिँ 172 वटा छन्। उपग्रह संख्या चाहिँ कति भन्दा 172 वटा हैन रहेका छन्। सबभन्दा सानो उपग्रह चाहिँ डिमोस र सबभन्दा ठुलो उपग्रह चाहिँ के गैनीमेड। सबभन्दा सानो उपग्रह डिमोस, सबभन्दा ठुलो उपग्रह चाहिँ के गैनीमेड। यो पनि ख्याल गर्नु होला। र उपग्रह नहुने ग्रह चाहिँ बुध र शुक्र भइहाल्यो। उपग्रह नभएका ग्रह चाहिँ के भन्दा बुध र हैन शुक्र। मैले अघि नै पनि चर्चा गरेँ। कम उपग्रह भएको ग्रह चाहिँ पृथ्वी भइहाल्यो। कम एउटा मात्रै हैन, कम उपग्रह भएको ग्रह चाहिँ कुन भन्दा पृथ्वी। कतिवटा छ? एउटा मात्रै। र उपग्रह चाहिँ प्राकृतिक र कृत्रिम गरेर दुई भागमा चाहिँ बाँडिएको हुन्छ साथीहरू। यो उपग्रहलाई चाहिँ प्राकृतिक र कृत्रिम गरेर चाहिँ दुई भागमा बाँडिएको हुन्छ। प्राकृतिक चाहिँ 172 वटा छन्। कृत्रिम भनेको चाहिँ मानव हैन निर्मित चाहिँ उपग्रह। साथीहरू अब म पृथ्वीको बारेमा चाहिँ चर्चा गर्न चाहन्छु। पृथ्वीको कुरा गर्दा साथीहरू सर्वप्रथम पृथ्वीको उत्पत्ति चाहिँ कहिले भएको त भन्दा आज भन्दा करिब 4.5 अर्ब वर्ष पहिले, अर्ब 4.5 अर्ब वर्ष पहिले 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 4.5 अर्ब वर्
वर्ष पहिले भएको चाहिँ अनुमान गरिएको छ। हेर्नुहोस् है त, पृथ्वीको उत्पत्ति कहिले भएको रहेछ? आजभन्दा करिब 4.5 वर्षभन्दा पहिले भएको अनुमान गरिएको छ। भने पृथ्वीको आयु चाहिँ कति छ त? 12 अर्ब वर्ष, 12 अर्ब वर्ष भन्ने गरिएको छ। क्षेत्रफल 51 करोड वर्ग माइल, माइलमा भन्दा 19 करोड 70 लाख माइल रहेको छ साथीहरु। अब पृथ्वीको व्यास चाहिँ कति छ? पृथ्वीको व्यास, भूमध्य रेखीय व्यास कति, ध्रुवीय व्यास कति? पृथ्वीको व्यासको कुरा गर्दा भूमध्य व्यासको कुरा गर्दा साथीहरु भूमध्य रेखीय व्यास चाहिँ कति अनि ध्रुवीय व्यास चाहिँ कति? भूमध्य रेखीय व्यास 12,756 किलोमिटर रहेको छ भने ध्रुवीय व्यास चाहिँ 12,714, ध्रुवीय व्यास 12,714 किलोमिटर। भनेपछि भूमध्य रेखीय पृथ्वीको भूमध्य रेखीय व्यास र ध्रुवीय व्यास बीचको अन्तर चाहिँ कति छ त भन्दा 6/4 2 5/1 4 भनेपछि 42 किलोमिटर। फरक चाहिँ कति रहेछ? फरक चाहिँ 42 किलोमिटर। हेर्नुहोस् है त, पृथ्वीको भूमध्य रेखीय व्यास र ध्रुवीय व्यास बीचको फरक कति रहेछ भन्दा 42 किलोमिटर भन्ने कुरा जान्नु। पृथ्वीमा धेरै पाइने चाहिँ अल्युमिनियम, धेरै पाइने धातु अल्युमिनियम, धेरै पाइने ग्यास भनेको चाहिँ नाइट्रोजन पनि ख्याल गर्नु होला। धेरै पाइने धातु पृथ्वीमा अल्युमिनियम, धेरै पाइने ग्यास भनेको चाहिँ नाइट्रोजन। र पृथ्वीको रङ चाहिँ कस्तो? अघि नै पनि मैले भनिसके, पृथ्वीको रङ चाहिँ नीलो। भने पृथ्वीको बाहिरी सतहमा पृथ्वीको बाहिरी सतहमा अब जमिनले ढाकेको भागलाई चाहिँ के भनिन्छ? एकदम पानीले ढाकेको भागलाई चाहिँ के भनिन्छ? अब जमिनले ढाकेको भागलाई चाहिँ महादेश भनिन्छ, थाहा छँदैछ सबैलाई। भने पानीले ढाकेको भागलाई चाहिँ के भनिन्छ? महासागर भनिन्छ, महासागर भनिन्छ। अब त्यसो भने पृथ्वीको चाहिँ परिधि कति? 40,000 किलोमिटर रहेको छ साथीहरु। अब पृथ्वीको कुरा गर्दा ल मानौ यो पुरै पृथ्वी हो भने यो 29.2% 70.8 चाहिँ केले ढाकेको छ? 70.8 चाहिँ पुरै 70.8% चाहिँ जल पानीले हैन ढाकेको छ भने 29.2 चाहिँ जमिनले चाहिँ ढाकेको छ साथी हैन। 20.8% चाहिँ जल पानीले ढाकेको कन्डिसन
पानीले ढाकेको कन्डिसन छ साथीहरू। पृथ्वीको बनोट, पृथ्वीको बनोटको कुरा गर्दा साथीहरू पृथ्वीको बनोटलाई 3 भागमा चाहिँ बाँड्न सकिन्छ। पृथ्वीको बनोटलाई कति भागमा बाँड्न सकिन्छ? 3 भागमा बाँड्न सकिन्छ। के भन्दा स्थलमण्डल एउटा, अर्को मध्यमण्डल स्थलमण्डल मध्यमण्डल र अर्को भनेको चाहिँ केन्द्रमण्डल। हेर्नुहोस् है, पृथ्वीको बनोटलाई 3 भागमा बाँडियो, स्थलमण्डल, मध्यमण्डल र केन्द्रमण्डल। स्थलमण्डल भनेको सबैभन्दा बाहिरको मण्डल, यो भने के बाह्य मण्डल। यहाँ चाहिँ सिलिका र अल्युमिनियम पाइन्छ। के पाइन्छ? सिलिका र अल्युमिनियम पाइन्छ। सिलिका र अल्युमिनियम पाइने भएको हुनाले यसलाई सिएल पनि भनिन्छ। SiAl सिएल पनि भनिन्छ। यति कुरा जान्नु पर्यो स्थलमण्डलमा साथीहरू। र यसले चाहिँ पृथ्वीको 16% भाग चाहिँ ओगट्छ। कति पर्सेन्ट? 16% भाग ओगट्छ। यति कुरा जान्नु पर्यो। अब मध्यमण्डल भने के भन्दा केन्द्रमण्डल भन्दा माथिको, स्थलमण्डल भन्दा तलको भाग भनेको चाहिँ मध्यमण्डल भयो हैन। स्थलमण्डलदेखि मुनि, केन्द्रमण्डलदेखि माथिको भाग भनेको चाहिँ मध्यमण्डल भयो। यो मध्यमण्डलमा चाहिँ सिलिका र म्याग्नेसियम पाइन्छ। यसमा चाहिँ के पाइन्छ? सिलिका र म्याग्नेसियम। हेर्नुहोस् है त, स्थलमण्डलमा सिलिका र म्याग्नेसियम पाइन्छ। स्थलमण्डलमा सिलिका र म्याग्नेसियम पाइन्छ। त्यस कारणले गर्दा यसलाई SiMa हो सीमा पनि हैन भन्ने गरिन्छ साथीहरू हो। अथवा चाहिँ सीमा तहको नामले पनि मध्यमण्डललाई चिन्ने गरिन्छ। यसले चाहिँ पृथ्वीको टोटल चाहिँ कति भन्दा 68% भाग चाहिँ गर्छ। 68% भाग के गर्छ भन्दा। अब केन्द्रमण्डलमा जाउँ। केन्द्रमण्डल भनेको पृथ्वीको सबैभन्दा भित्री भाग। केन्द्रमण्डल भनेको के हो? सबैभन्दा भित्री भाग भनेको चाहिँ केन्द्रमण्डल। के पाइन्छ साथीहरू? निकेल र फेरियम। निकेल र फेरियम पाइने भएको हुनाले NiF निफेला। NiF निफे हैन, तहको नामले पनि केन्द्रमण्डललाई चिनिन्छ। र यसले चाहिँ टोटल पृथ्वीको चाहिँ 16% भाग चाहिँ के गर्छ? ओगट्छ साथीहरू। यति कुरा जान्नु पर्यो। यो पृथ्वीको बनोटको मा चाहिँ यति कुरा जान्नु पर्यो साथीहरू। अब पृथ्वीको कुरो गर्दा साथीहरू पृथ्वीको प्रत्येक 1 किलोमिटर गहिराइमा चाहिँ 30 सेन्टिग्रेड तापक्रम बढ्छ भन्ने कुरो यसो ख्याल गर्नु होला। बढ्छ, यो पनि ख्याल गर्नु होला। ल साथीहरू, पृथ्वीको बनोटमा चाहिँ यति कुरो जान्नु पर्यो।